उता बासी उता बङ्गुर चिरफार कार्यक्रम हो यो एउटा खोर यता साथेछु केटी यो है केटीलाई यस्तो नि त हेरि यसरी चिर्ने सिक्न कसरी मगर भएपछि त मगर भएपछि सिक्नु पर्दैन भुँडी नफुरालाई कति किलो होला अङ्कल 60 किलो होला 160 160 यसरी हेरेर आज यहाँ सोल्टीले हाँसेको कि रोको टुक्रा धेरै बनाउनु क्या मासु गर्छ खासै बोसो छैन होला यसको बोसो यहाँ कस्तो छ बोसो भने तिमी पनि थाहा हुन्छ मलाई ड्रेसिङ गर्ने भन्छ नि होला नि के सर पोस्टमार्टम ड्रेसिङ हुन्छ यहाँ त्यही ठुलोमा हालेँ बुढी मैले समात ल केही छैन यार फुट्ला बस बिहा राख्नु गरेको त लैन्छ ल केटी यहाँ दिलाउँछु ल अन्त ल उतै ल राख हुन्छ बेसी बत्ती बोल्नु भने खिचेन जस्तो माने होला नि ले नखिचे मासले अहिलेसम्म खिचेको अहिलेसम्म कति भइरहेछ नबोल धेरै बरु देपाते नबोल तिम्रो थुत्नु कति ल होइन म यो भाँडो लिएर आउँछु है यसै हाल्छ अस्ति बोसो कता लगायो नि सेदा दिएको थियो नि ल अलि डेन्जर छ त्यो बजार तेल खानुभन्दा त त्यही खाएको राम्रो हेगडी तान्ने हो कि यही हो यही हो हेगडी तान्ने होइन क्या यसो तान्ने हेरे सुरु खाँदो रहेछ क्या त्यसो हजुर सुरु खाने रहेछ क्या त फोक्स त्यस्तो हो ए हो त्यस्तो हो क्यान्सर टाइपको के हो कति किलो होला यो 20-25 किलो होला नि त्यो उता भुइँमा क्या भुइँमा त्यो हाल्नु भाँडो त्यहाँ छ बिस किलो बिस्तारै बिस्तारै फुट्छ अहिले फोर दिन्छ यार ल पानीले किन फोर्नु नि त्यो ल दाइ पानी त्यो रगत निकाल रगत भयो धेरै रगत त त्यहाँ हाल्यो नि त्यहाँ हाल्यो पछि दिनलाई हुन्छ काम लाग्छ क्या राम्रो छ रगत भयो पनि हाल्नु भाउ
नहाले नि हुने क्या पानी अङ्कल यति हान्यो यति छैन सिद्धेर छ खान्छ यति त्यत्रो सिर्फमा आउँछ न आसले प्लास्टिक ग्लास छैन टेन्डर लाइन खाने हो टेन्डर लाइन कुन यो टेन्डर लाइन पर्दैन होइन निकाल्ने त्यसलाई निकाल्दा छुट्टै राख्ने भाङ मिसाइदियो कहाँ भाग मिसाउने अरू बरु सबै मिसाउने तँ मिसाउनु हुने क्या यसलाई बल्ल थाहा भयो कहिले नै गर्थेन मैले के बल्ल हुने यो टेन्डर लाइन लियो नगरौँ भाइ भागै मिसाइदिए त्यो कति हुन्छ र आधा किलो भयो नि त्यही भात बनाउनु त नि सुनि त भात पकाए तेल लगाएर पकाइदिन्छ सुनि तले काट्दै त अङ्कल त्यही निकाल्दै त ज्ञान नै खाएर जान्छ नि भात पहिला निकालेर त्यही निकाल नि सही हो आधा किलो हुन्छ क्या टेन्डर लाइन त यस्तो दानी त आधा किलो हुन्छ सोधेको त त्यही भएर हुन्छ अलि हुन्न सुनि त आफैले काटेँ ल अरे होइन हड्डी छैन मासु मात्रै हो ए हाम्रो चिया पत्तै राख त चिया पनि कति ल्याउँदैन आज अलिकति रौसी ल्याइदिए पो हुन्छ खाने त्यहाँ राखेको छ अलिकति रौसी छ क्या मेरो पहिलाको फालिदेऊ रौसी खाने चिया पनि खाने है ल यो बिहानको चियासँगै आज कार्यक्रम उद्घाटन अहिले पकाउने क्या त्यसलाई यति मासु नि देऊ त सुनि त ल र मासु त दुईजना तिनजनालाई पर्सि फेरि काट्नु छ कहाँ यही काट्नु नि त नि छ तरिका साइलिरीमै अल्लाह रे होइन पर्ने यहाँ भिडियो बनाएको मैले यो देखाउनु पर्ने दाइले खाँदै सुहाउँदै गरिन्छ क्या भेसैलाई पर्दैन चिया त्यसले खानु यो हाम्रो गाउँले स्टाइलले काट्ने होइन चिया खाँदै समाउँदै होइन त्यही हो सही भन्यो केही होइन तर एकचोटि छिनेको छिन्न त है एकैचोटि छिन्नु नि मार्छ नि मैले हानेको है एकचोटिमै छिने मारेर एकचोटिमा छिनेको क्या मार चाहिँ हानेको झ्याप्पै यहाँ काटेको हो खोडा पनि छ दुईवटा हाम्रो ज्वाइँले एउटा ल्याउनु भयो मनकमानबाट ल्याउनु भयो ठुलो यो यहाँ राइली दिदीको ज्वाइँले राइली आजीको ज्वाइँले बनाउनु लाग्यो जस ठिकै रहेछ पाइनले राम्रै हालेर चाहिँ ठिकै अहिले त पहिला जस्तो होइन कले भोटे हट एक पिस 20 किलो होला नि एक किलो 20 किलो एक पिस 20 किलो हो मान्दैन यसै 30,000 त्यो उ गर्दा त्यो खुट्टा काट्दियो बेला तर पुच्छर भुट्टामा हाल्नु नि त त्यस्तो रुमैसित राखेर यार खैदैन तेरो पानी पानी त्यहाँ त सुन त पानी ल्याएर अघि पानी सिद्धियो पानी त्यहाँ सुन त पानी झिक त पानी के यो पानी त्यो होइन त्यो रोसी पानी होइन ल्याउनु पानी अलि खत्रै छ हात तेरिका साइलिरीमै हात काट्नु मेरो आमालाई मेरो आमालाई पल्ला रे साइलाले के राखेको र अलको मैले होइन भेसेङ्कल ल्यायो त्यहाँ तल त्यो कुचेला त बाल्टी त्यो थिलो थिलो बनायो त नि यार यहाँ नमिल्छ के तँलाई उ गर्छु भनेर यस्तो गराइदिएको कि कसले लाने हो
एकछिन त्यहाँ राख्नु ल्याउनु हुन्न यहाँ त अप्ठ्यारो हुन्छ कुर्ने मान्छे चाहिएन चाहिन ऊ बुहारी कुर्ने ल ल जानु पुग्नु ल ल समान ल म पानी हाल्छु ल म लान्छु के त्यो म लान्छु के दाइ पख यता सुनिता यता तिमी यत्रो गरमको आएर बस यस्तो यहाँ के भने भइसक्यो कति अन्दाज गरेछ ल भन् 1500 रहेछ तिमीले ठ्याक्कै आधा काट्ने भएको हुन्छ कोहीतिर सानो कोहीतिर ठुलो काट्छन् कहाँ 25 हुन्छ यार 17-18 किलो होला 20 किलो भयो त 120 हुन्छ के अरे हेर बस यहाँ तिलो नम्बर हो तिलो नम्बर धेरै बोल्दा यो सम्झनै भयो अब के को भिडियो के नगर बाबु यार तिमी मरेर गयो भने तिम्रो याद आइन हुन्छ आउन र आउन न अरे बाजे हजुर बाजे तेरो 3 पुस्ताको नाम भन् त कति आउँछ तँलाई कि बिर्सिस 3 पुस्ता ल भन् त ल भन् यस्तो काटे बेला पितृको नाम लिनुहुन्न ल के भन्छ यार खत्तम रहेछ यार यस्तो साह्रो हुन्छ यहाँ मृत्युदण्ड हुन्छ यसलाई मेरो अन्त सरी धानेको त्यहीँ हो त्यही हुन्छ बुढा चढ्ने यही खोला पौडी खेल्ने यही हैन यो काट्ने मेसिन ल्याउनु पर्ने कि हामीले ल्याउनु अब आउँछ सुनिस् उहाँ थियो कम्पनी थियो भनेर कहाँ हुन्छ अर्को चाहिँ आउँदैन कि म तर त उसमा टेउमा राखेर काट्नुपर्छ होइन यो चाहिँ अब यहाँ यसरी काट्नुपर्छ खोर खाली भयो है खोर खाली भयो ढोका बिग्रिएको थियो है यस्तो खोर खाली भयो कोही कोही यता यस्तै छ यस्तै छ के भने ठिक छ नि होइन भछ 1 2 3 4 ल गुड समात्नु यो समात्नु वाउ बेली होइन त्यो बेली भन्छ नि यसलाई बेली कि चमेली यसको भन्नु
बहुत महँगो बा महँगो गोयल बा खोइ हाल त लान्छु सर ऐसा ना बात है लैजान्छु क्या म अघिल्लो धोइदिउँ है ल सप गोयल चार अटेन भयो भयो ल उता गुड ऐसा ना बात हो हुन्छ हुन्छ भाइ डकेर बस्यास् मासु खाउँला नि त साइला यता साइला फर्की यतै है 103 दुई भनेर यहाँ तिन त्यही 2-3 हो त नि Apa no? Itu standar tuh. Sampai tanan pun terai. Oh ini ya. Lah dai. उचाल बस्यो बस्यो पानी चाहिन्छ अहिले ल बाबा पानी एक बाल्टी ल्याउँछ एक दुई पर्दैन क्या भयो त्यो छु छु दुईटा नि यहाँ हुन्छ टाउको सब लिएर भइसक्यो पर्दैन पर्छ हेर्नुपर्छ त्यो पुच्छर ल्याउनु पहिला पुच्छर अहिले पो जान्छ पुच्छर खुट्टा सबै जान्छ टाउको जान्छ अब यहाँ यो खल्ली बल्ली खल्ली त नि ठिक छ त ठिक छ यता एउटा जग छ नि भिडियो गरेर सिङमा टुक्कै गरेर भिडियो गरेर मरेर चाहिँ सिङ खाइहाल्थ्यो किन भिडियोको राम्रो न तिम्रो सम्झना हुन्छ भनेर बनाएको झन् आया यो नि हो सबै मैले गर्नु पर्छ नि सुनिता यो खुट्टा मात्रै लिएर नि म त यहाँ यो धोने पहिला यसले भाग लाउने हो 10 किलो चाहिँ हो त्यति भाग बस पहिला धुनी पहिला यो गर्ने हो अनि एकदम उसार पाइन्छ त्यो काट्दैन त सुनिताले पकाउँछ ज्ञानदार खाएर जान्छ ढिलो हुन्छ अहिले त्यसो मुटु सुटु हालेर यताउता कलेज हाल्ने मुटु मिठो हुन्छ कलेज खास मिठो हुन्न बुझ्यौ आया
मलाई के भयो ल यो लिएर जा म आएर मम्मी भन्छ सक्दैन क्या उ त्यसमा बेर्देऊ न र उसले यसमा ज्ञानको यसमा बेर्देऊ न नत्र ल्याउ शुभम के कार्य गरे होइन होला अब छैन बङ्गुर मम्मी मम्मी राख्ने अरे बाबाले भने भन है सक्दैन क्या के सक्छ ओइ ओइ त सक्दो स्याहार ओए डेन्जर स्याहार त ओए अमरको छोरा हो जस्तो लागेर म त यार नखिच्नु मलाई त साल भिडियो कति मिठो बोल्छ नि हेर्नु न अब यो पहिला गर्ने केटा फिनिस ल त हेर ल हुन्छ ल ल फिनिस अब सिद्धिन्छ मार चट्टी सिनिसक्यो है चट्टै भयो नि एकचोटिमै एकैचोटि भयो काट्दैमा भिडियो मलाई काटिदिउँ मलाई के सोध्छ